आज शनिबारको दिन नानी बाबुहरूले नास्ता हामी आफै पकाउँछौँ मम्मी भनेर बाबुलाई साग साह्रै मनपर्ने आमाले पठाइदिएको साग धोइधाइ पारेर केलाएर बाबुले साग काट्दैछ नानीले रोटी पिठो मुस्दैछिन् रोटीको लागि अनि बाबुले आफूलाई आलु नमिसाई मन नपर्ने आलु बनाउँदैछ अनि थोरै भयो आलु भाइले काटेको भनेर नानीले फेरि अरू थप आलु छिल्दैछिन् अनि छिल्न सिक्दैछिन्। त्यसपछि रोटी पकाएको उता साइडमा पिठो साइडमा राखेर उनीहरूले त कराईमा दुई बहिना मिलेर तरकारी बनाउँदैछन्। नानीले चलाउने बाबुले साग हाल्ने गरेर तरकारीहरू भुटे होइन मिठो तरकारी बनाउँछौँ मम्मी भनेर तरकारीहरू पकाउँदैछन्। अनि एकातिर तरकारी छोपेर अब रोटी बनाउने भनेर तयारीमा लागिरहेछ। बाबु चाहिँ तावा लिन गयो, नानीले चाहिँ तरकारी गराइरहेछिन्। तरकारी बसाइन्, तरकारी छोपेर बाबुले रोटी बेल्ने, नानीले पकाउने, तावामा राख्ने र पकाउने। भात पोल्ला भनेर अलिअलि मम्मीले पनि सहयोग गरिदिइरहनु भएको छ नानीलाई। नानीले रोटी पकाउँदैछिन्, बाबुले बेल्दैछन्। कसरी हेरिछिन् पाक्यो कि नै भनेर तावामा हेरी हेरी रोटी पकाइरहेछिन् नानीले। आज खुसी छिन्, धेरै खुसी छिन् नानी आफै पकाउन पाएर।